आइसिसी T20 वर्ल्ड कप 2026 को नेपालले ग्रुप स्टेजको आफ्नो दोस्रो म्याच भोलि इटालीसँग खेल्दैछ र दिउँसो खेल 3:15 मुम्बईको वाङखडे स्टेडियममा सुरु हुनेछ र हालसम्म इटाली र नेपाल बीच भएका 3वटा खेलहरूमा नेपालले सन् 2004 मा आइसिसी वर्ल्ड कप सिरिज डिभिजन खेलेको थियो जुन नेपालले जितेको थियो र त्यसै 2010 मा आइसिसी वर्ल्ड कप डिभिजन 4 खेलेको थियो र त्यो पनि नेपालले नै जितेको थियो र त्यसपछिको म्याच 2013 मा आइसिसी वर्ल्ड कप डिभिजन 3 खेलेको थियो र यो म्याचमा पनि नेपाल नै विजयी भएको थियो र इतिहास हेर्दा समग्रमा इटाली भन्दा नेपाल नै बलियो देखिए तापनि हाल भने इटालीले विभिन्न टेस्ट नेसन खेलाडीहरूलाई समेत आफ्नो टिममा ल्याएर केही बलियो बनाएको छ टिम। त्यसले गर्दा भोलि नेपालका लागि केही चुनौती हुनेछ पक्कै पनि। इटालीलाई के घाटा छ भने उनको कप्तान अस्तिको म्याचमा इन्जोर्ड भएका छन्, सोल्डर सम्भवतः उनी गेममा उपलब्ध हुने छैनन्। त्यो भने नेपाललाई केही सहज हुनेछ। नेपालको लक्ष्य भनेको सुपर 8 मा पुग्नु हो र उसले आफ्नो पहिलो म्याच हारिसकेको छ इङ्ल्यान्डसँग। निकै झिनो रनले हारेको छ, 4 रनले हारेकोले पनि केही प्रेसर हुन सक्छ। समर्थक पनि निकै भोलिको गेमका लागि निकै उत्साहित छौँ। सम्भवतः वानखडे स्टेडियम फेरि एकपटक भोलि भरिभराउ हुनेछ र भोलिको म्याचको लागि नेपाललाई शुभकामना।